हेलो नमस्ते टसिदले सबैजनालाई। हामी चाहिँ लेकमा खाजा पकाएर खान लागेको, चाउचाउ पकाएर खान लागेको। लेकमा चाउचाउ पनि एकदम मिठो हुँदो रहेछ। के मिठो, भोक मिठो भने चाहिँ साँच्चै रहेछ। हामी चाहिँ यसरी चाउचाउ पाकेर घरबाट लगेको भात हालेर खाएको। लेकमा चाहिँ एकदम आनन्द फिल हुँदो रहेछ यसरी खाजा खाँदाखेरि। जति थाके पनि थाकेको बेला चाउचाउ खाँदा एकदम मिठो हुँदो रहेछ। मिठो छिटो पनि छ यो खाजा। हामी चाहिँ यसरी भिरमा हिँड्नुपर्छ। मलाई चाहिँ भिरमा हिँड्न एकदम डर लाग्छ, त्यही पनि अब हिँड्नै पऱ्यो। अब जिन्दगीमा कति दुःखहरू सहनु पर्दो रहेछ भिरमा हिँडेर। अनि यो भिर पाखा हिँड्नुपर्छ। पैसा कमाउन कहाँ सजिलो हुन्छ र, जिन्दगीमा धेरै गाह्रो हुँदो रहेछ। खोज्नलाई पनि एकदम गाह्रो छ। अब के गर्ने, त्यस्तै हो। फेरि घरमा ल्याएर पनि यसरी राम्रोसँग सफा गर्नुपर्छ। यो हेर्सालाई माटो फ्यालेर एकदम सफासँग माटोहरू फ्यालेर राख्नुपर्छ, नत्र कुहिन्छ। अनि ब्रसले यसरी एकदम टल्काउनुपर्छ, एकदम सफा धुलोहरू राख्नु हुँदैन, सबै सफा गर्नुपर्छ। राम्रोसँग सफा गरेन भने सबै बिग्रिन्छ। लेकमा यस्तो दुःख गरेर खोज्न गएको बिग्रिन्छ। त्यसैले घरमा फेरि एकदम राम्रोसँग सफा गर्छौँ हामी चाहिँ यसलाई राख्नको लागि। पहिला माटो फाल्ने, त्यसपछि ब्रसले यसरी भएको बाँकी माटोहरू यसरी फ्याल्नुपर्छ। गाह्रो छ, एकदम गाह्रो छ, के गर्ने। त्यस्तै हो, लेकतिर एकदम गाह्रो छ। हुन त पैसा कमाउन कहाँ सजिलो हुन्छ र, यसरी नै खट्नुपर्छ। लेकमा चाहिँ एकदम चिसो हुन्छ, त्यसैले हामी चाहिँ आगो ताप्दै हेर्सा गुम्बा सफा गर्दै बसिरहेको। फेरि भोलि बिहान उठेर जानुपर्छ लेकमा। एकदम गाह्रो छ, के गर्ने। त्यस्तै हो जिन्दगी, कहाँ सजिलो छ र। मैले चाहिँ एकदम सफा गरेर राखेको। यसरी सफा गरेर राख्नुपर्छ यो हेर्सालाई, नत्र बिग्रिने सम्भावना हुन्छ। यो माटोसँगै राख्यो भने कालो कालो हुन्छ, पछि कालो भयो भने चाहिँ राम्रो हुँदैन, बिग्रेको हुन्छ, पैसा पाउँदैन। त्यसैले हामीले एकदम सफा गरेर राख्नुपर्छ।